यसको सेप र यसको हेर्दाखेरि चाहिँ के भने त्यो डिरेक्सनमा यो राखिँदैन यो डिरेक्सनमा अब जस्तो अपोजिट डिरेक्सनमा भने यसको सेप त हाम्रो त रियल फिल्डमा त त्यो हिसाबले के छैन हाम्रो सेकेबल वान डे हामीले बनाएको छ हैन त्यही भएर चाहिँ हामीले डेमोन्स्ट्रेटको लागि चाहिँ अहिले जस्तो रियल फिल्डमा त रियल फिल्डको लागि सेप कस्तो हुन्छ त जस्तो यो हिसाबले तपाईँले चाहिँ गर्नु भएन हामीले चाहिँ यसलाई एउटा अर्को परपेन्डिकुलर टिप हाल्नु पर्छ त्यो गरे भने चाहिँ दुईटै डिरेक्सनमा चाहिन्छ भने त्यसको हाइट वेट अनि साइज सबै कुरा चाहिँ यो क्याल्कुलेसन बिल्डिङको नेचुरल फिल्स निकालेर यो बिल्डिङ चाहिँ सबै एज अ होल सेम छ एकदम सेम छ लोड सेम छ साइजहरु सबै एकदम हरेक कुरा सेम छ हाम्रो चाहिँ एकदमै कस्ट इफेक्टिभ भयो कि मेथड चाहिँ हाम्रो बेस आइसोलेसन हाल्ने हो भने हाम्रो यसलाई चाहिँ हामीले मास रिप्रेजेन्ट गरे हो हैन यसलाई हो हाम्रो चाहिँ बिल्डिङको मास इन्क्रिज गर्नको लागि यो चाहिँ मिलाउनको लागि चाहिँ मास यो गर्यो अनि त्यो चाहिँ एज अ ड्याम्परको रूपमा चाहिँ युज गर्यो अनि यसको बेस आइसोलेसन केही यो चाहिँ हामी तल पाङ्रा चाहिँ अस्तिको सिमुलेसनको लागि यसमा छ हजुर त्यो त हलमा युज गर्नु भयो त्यो त त्यही त भने यसको यस्तो सेम छैन जुन चाहिँ सेम छ सब सेम छ ओके यो चाहिँ हाम्रो सर्किटको चाहिँ हाम्रो यसरी छ यो सेन्सरहरू चाहिँ बिल्डिङको हाइट सँग क्याल्कुलेसन छ के अरे ओसेसको डिरेक्सन चाहिँ उल्टो छ त्यसले गर्दाखेरि चाहिँ एन्टी रिजोनेन्स अथवा डिस्ट्रक्टिभ इन्टरफेरेन्स जस्तो फिनोमेनले गर्दाखेरि चाहिँ बिल्डिङमा भएको जुन इनर्जी छ त्यसले चाहिँ एनर्जी लस गरेर त्यसलाई डिसिपेट गरिरहेको छ हैन बेसिकली एक्सटर्नल पावरमा चाहिँ बिल्डिङमा आउने भाइब्रेसन चाहिँ ड्याम्प गरिरहेको छ अथवा बिल्डिङमा आउने भाइब्रेसन चाहिँ कन्ट्रोल गरिरहेको छ हैन अब यसको बारेमा अझै भन्नु जाँदाखेरि के छ भने टपिकको फर्स्ट कुरा चाहिँ गर्नुको लागि केमिकल अथवा मेकानिकल भाइब्रेसनहरू गर्दाखेरि पनि कस्ट र त्यसको क्वालिटी कन्ट्रोलको समस्या आउँछ र त्यस्तो समस्यालाई ट्याकल गर्नुको लागि चाहिँ हामीले जियो सिन्थेटिक मेटेरियल्स अन्तर्गत पर्ने जियोसेललाई चाहिँ बेस कोर्समा राखेका छौँ र यसले चाहिँ मोर्किङ मेकानिजमको कुरा गर्दाखेरि चाहिँ मेनली रेन्ज फोर्समेन्टको काम गर्छ रेन्ज फोर्समेन्ट र ल्याटरल डिरेक्सनमा कन्फाइनमेन्ट गर्छ र त्यसले गरेर यसको लोड मेकानिजम ट्रान्सफर हेर्दाखेरि चाहिँ कुनै एउटा पकेटमा लोड लाग्दैछ भने कुनै एउटा पकेटमा लोड लाग्दैछ भने पछाडि चाहिँ अरू पकेटतिर एउटा पेसिभ रेजिस्टेन्स आउँछ र त्यस पछाडि चाहिँ यताबाट आएको एक्टिभ रेजिस्टेन्सलाई यसले चाहिँ क्यान्सलेसन गरेर वाइडर एरियामा डिस्ट्रिब्युट गर्छ र त्यो गर्दै गर्दाखेरि चाहिँ सिग्निफिकेन्ट डेप चाहिँ पहिला युज नगर्दाखेरिको यतिसम्म थियो भने पछाडि चाहिँ त्यो चाहिँ पछि युज गरेपछि पछाडि घट्यो र तलपट्टि सबग्रेडसम्म चाहिँ स्टेसनरी पुगेन र यही कुरालाई चाहिँ हामीले सिमुलेसनबाट पनि देखाएको छौँ मोडलिङ गर्दाखेरि चाहिँ सुरुमा यो थिकनेसहरू छ त्यसलाई चाहिँ स्केल अप गरेर चाहिँ यहाँ थिकनेसहरू हालेको छौँ सबै लेयरहरूको अनि चाहिँ अब प्यारामिटरहरू कति हाल्ने भन्ने कुराहरूको लागि चाहिँ नेपालमा एउटा लिटरेचर निस्केको थियो त्यो लिटरेचरको रेफरेन्स मानेर चाहिँ सबै प्यारामिटरहरूलाई चाहिँ हालिदियौँ सी प्राइस आमा के हुन्छ सबै हाल्यौँ त्यो हालिसकेपछि चाहिँ यो कुन ठाउँमा राख्ने भन्नको लागि चाहिँ हामी स्टार्टिङ मोडलिङहरू गरेका छौँ सुरुमा चाहिँ अलग अलग ठाउँमा राखेर हेऱ्यौँ स्टार्टिङ मोडलिङहरू गऱ्यौँ त्यो गर्दाखेरि चाहिँ अब यो यही ठाउँमा राख्दाखेरि चाहिँ मिनिमम डिफर्मेसन देखिएको हुनाले चाहिँ हामी फर्दर डाइनामिक मोडलिङतिर आएको डाइनामिक मोडलिङ गर्दाखेरि चाहिँ हामीहरूले नेपालको स्ट्यान्डर्डलाई फलो गरेर चाहिँ कति लोड राख्ने एक्ज्याक्ट लोड कति हुन्छ टाइम कति राख्ने अनि यो भेलोसिटी कति राख्दाखेरि ठिक हुन्छ भनेर डाइनामिक मोडलिङ गऱ्यौँ त्यो गरिसकेपछि चाहिँ डिफर्मेसन जो राख्दाखेरि कति भएको र राखिसके त्यो कति यो युज गर्दै गर्दाखेरि चाहिँ डिफ्रेन्ट इयरहरूको थिकनेस पनि कम भएको र त्यसले गरेर पर्मानेन्ट डिफर्मेसन पनि कम यसलाई चाहिँ मेनली चाहिँ रिमोट वाटर सिस्टमलाई डिजाइन गरेको छौँ अब त्यसमा चाहिँ हामीले चाहिँ कसरी डिजाइन गरेको छौँ यसलाई चाहिँ दुईवटा मोड्स अफ अपरेसन हुन्छ यसको एउटा म्यानुअल हुन्छ एउटा अटोमेटिक हुन्छ तर जुनै मोड अफ अपरेसनमा चलाए पनि यसलाई चाहिँ एक्सटर्नली जस्तै कि हामीले इलेक्ट्रिसिटी अथवा फसिल फ्युलहरू नि डिजेल पेट्रोलहरू केही पनि युज नगरिकन दुईटै मोडमा जुनमा चलाउँदाखेरि पनि बाहिरको एनर्जी चाहिँ प्रयोग नगर्ने र त्यसरी रिड्युस गर्ने तरिका डिजाइन गरेको छ सँगसँगै म्यानुअल मोडको कुरा म्यानुअल मोडमा चाहिँ के छ कन्टिन्युस रोप र वासरको सिस्टम छ यहाँ चाहिँ बोटलको क्याप युज भएको छ तर यसमा त खास रबर वासर युज गर्न सक्छ यो रबर रेडी हुनुहुन्छ सर नमस्ते नमस्ते सेन्ट्रल लाइब्रेरी ड्रमरमा स्थित छ अस्ति भर्खर 2020मा कम्प्लिट भइसकेको छ त्यसलाई चाहिँ हामी जस्तै रेप्लिकामा उतारेर के कस्तो गरिरहेको छ भनेर देखाउनु गरेर टेक्निक भनेर त्यहाँ एक्चुअल प्रोजेक्टमा नै त्यही भएन खासै त्यही रेप्लिका भने त्यहीले यो प्रोजेक्टले चाहिँ स्केल डाउन टाइम इन्भेस्टमेन्टलाई चाहिँ सोसाइटीले पनि राम्ररी मोनिटर गरेर स्ट्रक्चरलाई एकदमै हेल्थ मोनिटर गर्नुपर्ने हुन्छ र यो स्ट्रक्चरहरू फेरि बिग्रेपछि बनिन्छ बनिँदैन भन्ने ग्यारेन्टी नभएको कारणले चाहिँ यसलाई मोनिटर गर्न खोजिरहेको छौँ अब यो स्टेसिस गर्दाखेरि चाहिँ एक्सपान्डेड गरेको कारणले सेम नेचर अफ ग्राफ आइरहेको हो यसलाई चाहिँ हामीले के भन्छौँ इट इज हो कि नो निड फर मेन्टेनेन्स तर इन केस फ्युचर केसहरूमा चाहिँ तपाईँको मेटेरियलको फटिकदेखि लिएर क्रिपदेखि लिएर डिफ्रेन्ट काइन्ड अफ एक्टिभिटिजले गर्दाखेरि चाहिँ यसको बेरिङ क्यापासिटी घट्ने गर्छ त्यति बेला चाहिँ यसले कसरी डिटेक्ट गर्छ भन्ने कुरा चाहिँ यहाँबाट हेर्न सक्छौँ इन केस बेरिङ क्यापासिटी घटेर गयो भने
यसरी हेर्ने भने मेटल सुरुमै यता खसेको अब अर्ग्यानिक उता खसेको भने यताबाट हेऱ्यो भने प्लास्टिक चाहिँ पेपरहरू चाहिँ भित्र त्यहाँभित्र पेपरहरू छिरेको अर्ग्यानिक यहाँ जस्तै यो चाहिँ यहाँ खस्छ यो चाहिँ कम्पोस्टिङमा लैजानु मिल्यो मेटल चाहिँ सुरुमै हामीले हाइट निकालेर यसलाई सिधै सेल गर्न नि मिल्यो त्यसपछि आउने यहाँ टर्बाइन यो टर्बाइनको इलेक्ट्रिसिटी त्यहाँ स्टोर भएर चाहिँ यसरी सिटीमा ल्याउनु मिल्यो यो लाइट अहिले इन्टेन्सिटी बढी जस्तै अब यो लिमिटभन्दा बाहिर गएपछि भ्यालु बढ्दै गयो स्मोक डिटेक्टेड भनेर अब त्यो चाहिँ हामीलाई डेन्जर डिटेक्ट गरे जस्तो अब त्यसलाई चाहिँ हामीले यो भन्ने कुरो चाहिँ म चाहिँ कलेज आउँदाखेरि अब पानी सेवाको आउँदाखेरि चाहिँ यदि गाडी भएको त्यसमा नै हिसाबमा बसेको छु फिक्स लाइट सिस्टम कारणले गर्दाखेरि यता गाडी छैन त्यही पनि ग्रिन लाइट गरेर चाहिँ हामी जान बस्नुपर्ने समस्या आइरहेको छ नेपालको केसमा चाहिँ रियल टाइम डाटा सिस्टम चाहिँ छ 24 घन्टाको डाटा चाहिँ तपाईँको हुन्छ जस कारणले गर्दाखेरि एभरेज डेली ट्राफिक ठ्याक्कै क्याल्कुलेट गर्ने चाहिँ एकदम गाह्रो भएको छ हामीलाई अनि चाहिँ 30 आवरली भयो टाइम पनि तल लेखेको छ त्यहीलाई चाहिँ हामी ग्राफरमा बनाऊ यो चाहिँ गरिसकेपछि चाहिँ कतिको चेन्ज भएको क्यालकुलेट गरेर अनि हामीले यहाँ सर्भरबाट तपाईँले देख्न सक्नुहुन्छ कति टाइम चाहिँ ग्रिन लाइट भने यसलाई कमान्ड दिन्छ होइन त्यो कमान्ड दिएपछि अनि यो ग्रिन लाइटहरू बल्छ यसको लागि चाहिँ हामीले रिइन्फोर्समेन्ट लर्निङ भन्ने लगाएको छौँ होइन जसले चाहिँ जसरी हामीले चेस खेल्नलाई टन्नै गेम खेलेर चेस खेल्ने कम्प्युटर प्रोग्राम बनाउँछ जसले चाहिँ मान्छेलाई पनि जित्छ नि त्यस्तै खालको टेक्नोलोजी युज गरेर चाहिँ हामीले यसलाई ट्राफिकको भेहिकलहरूलाई एकदम थोरै वेटिङ टाइम कसरी